हेलो गाइस, हामी आइसकेको छौँ सानो ब्लगमा मणिपुर गएको बेलाको। अनि यो चाहिँ म नक्कल पार्दै, अनि यो चाहिँ इम्फालमा एकदम पानी पर्दै थियो, झरी बारी होइन। अनि हामी चाहिँ अब सिँगारतिर लाग्यो। अनि यहाँ चाहिँ एउटा बोटे केटा थियो कन्डक्टरसँग जिस्किँदै हर्दै होइन। सो छानामाथि बसेर दिस इज लाइफ गाइस। हेर, छानामा बसेर चाहिँ मजा गर्नुपर्छ हो लाइफमा। तल भित्र गाडीमा त जोइ पनि बस्छ यार, माथि बसेर इन्जोयमेन्ट हेर्नुपर्छ। तपाईँहरू पनि ट्राई गर्नु होला एकखेप। सिँगार पुग्यो अब। अनि यो चाहिँ अघिल्लो दिनै गोरु गाडी बनाएर चाहिँ हामी चढिदिरहेको होइन। हाम्रो रविन्दा चाहिँ देख्न सक्नुहुन्छ। कसलाई चाहिँ याद छ भने यहाँबाट कुद्दै कुद्दै आएर हामी यहाँनिरबाट तल हाम फाल्थ्यौँ। यो चाहिँ एकदम ड्याम हो होइन। अनि गाइस यत्तिकै 2-3 दिन चाहिँ बितेछ होइन। अनि डे 4मा चाहिँ लुङथुलतिर गएको भ्लग लुङथुलतिर जाँदैछु। हल्का रोसे बिमारी थियो, एक्लै जानुपर्ने सिन आयो होइन। पड्कास्ट लाइभ हेर्न गएको। अब त्यस्तै छ लाइभ होइन, इन्जोय गर्नुपर्छ। ढिलो त ढिलै भएको थियो रै भए पनि अब आरामले भिडियो बनाउँदै यादहरू क्याप्चर गर्दै जाऊँ भनेर होइन। त्यस्तै छ लाइक जस्ट इन्जोय। गाइस म चाहिँ यहाँ अहिले हल्का लुङथुल साइडतिर जाँदैछु लाइक। अनि आज चाहिँ सोलो ट्रिप भएको छ। म पड्कास्ट लाइभ हेर्न जान आँटेको होइन। त्यस्तै छ पारा चाहिँ अब भ्यू हेरिदिनु नि त। गाइस आज हामी आइसकेको छौँ। एकदमै तपाईँहरूलाई एकदम दामी भ्यू देखाउन जाँदैछु म। त्यसैले आप देख सक्नु। माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर। अनि हामी चाहिँ गोठ आइपुगिसकेका थियौँ होइन। अनि कुकुर पनि रहेछ। अनि हल्का कुकुरसँग खेल्यो ओर्यो होइन। क्युट थियो है कुकुर पनि। नाम पनि गुपुर अन्त केटाकेटी पिङ खेल्दै होइन। हल्का भान्जीहरू। यहाँ चाहिँ घर रहेछ बस्ने ठाउँ। अनि बाख्राहरू यहाँ पाठा रहेछन्। अब हल्का सिनेमेटिक बनाएको छु। अब लेट्स गो। तिमी बिना तिमी नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर। अनि अहिले चाहिँ हामी घर आइपुगिसकेका छौँ होइन। ट्रिप सक्यो सबै थोक। त्यस्तै भिडियो रेकर्ड गर्ने टाइम पाएन त्यहाँदेखिबाट। 2 दिन लाइटहरू थिएन होइन। यहाँ त्यस्तै इलेक्ट्रिसिटी इस्युजहरू हुँदै गर्छ। अनि थ्याङ्क यू सो मच फर वाचिङ होइन। अब यस्तै हो, राम्रो नलागे पनि यस्तै हाल्ने हो होइन। ठिकै छ ल गाइस, थ्याङ्क यू सो मच।